मेरो एउटा फिलिङ है, हर्कसँग चिन्जान छैन, मेरो फोन वार्ता पनि छैन, कहिले कुरा भएको छ? फोनमै पनि कुरा भएको छैन। तर मैले के बुझ्छु भन्छ भने मान्छेको पृष्ठभूमि ब्याकग्राउन्ड देख्छु नि, हर्क साम्पाङको जो उदय छ नि, आफ्नो पौरखमा, आफ्नो परिश्रममा, आफ्नो माटोमा उदाएको मान्छे हो होइन, कुनै ब्रान्डिङ गरिएको मान्छे होइन, सामाजिक सञ्जालमा नेटवर्किङ गरेर उठाइएको मान्छे होइन। ऊ माटोको उत्पत्ति हो भन्न ठान्छु मैले। एउटा ऊ माटोको उत्पत्ति हो। अर्को चाहिँ होला मान्छे स्वभावमा उनले सुधार्नु पनि सच्याउनु पनि धेरै छन्। धेरै मान्छेले जे चिजमा आलोचना गर्छन् नि, यस्ता चिज पनि ध्यान दिनुपर्छ, बेग्लै कुरा हो। स्वभाव र रानी बानीका समस्या तिनी तपसिलका समस्या हुन्। र अर्को हर्क साम्पाङ कुनै एनजिओ आइजिओ विदेशीहरूसँग बिकेको हो भन्ने कुरा चाहिँ म विश्वास गर्दिनँ आजका दिनसम्म। अब यहाँनिर अब यिनैको बिचमा अहिले चाहिँ देखिएका सत्ताको वरिपरि रहेका व्यक्तिहरू, त्यो पनि कुनै गहिरो अथवा चाहिँ सारा अन्तर्राष्ट्रिय चाहिँ तपाईँको निगरानी गरेर बसेको खेलिरहेको मान्छे पनि नचाहिने हो भने यिनीमा सबभन्दा बेटर हर्कै हो। म त्यो विशेष पुगेँ। ऊ बिकेको मान्छे होइन। एक मैले देखेको दुईवटा विशेषता। अर्को ऊ त्यहीँको माटोमा आफ्नै परिश्रमबाट उठेको, आफ्नै पौरबाट उठेको मान्छे हो, त अरू होइन। अरूका पछाडि च्याम्पियन छ, अपारदर्शी मान्छे हुन् यिनीहरू होइन। जस्तो विशेष गरी यहाँ मैले काठमाडौँको कुरा हारेको, सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रावधानै छैन, जबरजस्ती प्रधानमन्त्री हुनुभएको छ उहाँ, संविधानले उहाँलाई रोक्छ होइन। अब यस्तो अवस्थामा नेपाललाई हाल्दै नि संवैधानिक भनौँ, त्यो बिल्कुल गैर संवैधानिक प्रक्रियाबाट उहाँ प्रधानमन्त्री बन्नुभएको छ। अब पुरै चाहिँ संविधान तोडेर हो भनौँ, उहाँ संविधानको चाहिँ तपाईँको गीत गाइराख्नु भएको छ, संविधानको रक्षाको गीत गाइरहनु। अब आफ्नो रणनीतिमा संविधान कोही पनि नमान्ने, न दलले मान्यो त्यो संविधान। दलले पनि त संविधान र कानुन नभएको कामहरू गरेर नै देशलाई यस्तो पनि ल्यायो। उसले संविधान कानुन माने भए त देश त यस्तो त हुँदैन थियो। जस्तो 25 गते अब बालिनकै घरमा सुशीला सहितको एउटा बैठक बस्यो, जहाँ उपप्रमुख अर्याल पनि थिए, एकजना सेनाबाट निवृत्त एकजना व्यक्ति थिए। त्यसको भोलिपल्ट लाइन जोरमा चाहिँ मान्छे पठाइएको छ प्रतिनिधि। अब यो सबै चिज हेर्दाखेरि र यो भूराजनीति हेर्दाखेरि मैले के बुझ्छु भन्छ भने त्यो विदेशीहरूको लगामभन्दा बाहिर चाहिँ मन्त्री असम्भव छ, अहिले असम्भव छ। अर्को कानुन मन्त्री छन्, भ्रष्टाचारी मुद्दा लागेको छ उनीमाथि, भ्रष्टाचारदेखि लिएर थुप्रै मुद्दा छन् जसलाई कानुन मन्त्री बनाएका छन्। अब त्यो गृहमन्त्रीको चाहिँ तपाईँको यही धर्म संस्कृति विरुद्धमा उनले हालेका मुद्दा मामिलाका सारा कुराहरू आइरहेछन्। अर्को चाहिँ एकजना चाहिँ तपाईँको के अरे उसको बार फाउन्डेसनको महासचिव